हेलो वेलकम टु सिभिल एक्जाम जिनियस। आजको यस भिडियोमा हामीले यो क्वेसन सोल्भ गर्न गएका छौँ। यो क्वेसन मैले भेक्टर मेकानिक्स बुकबाट लिएको छु। यस क्वेसनमा हामीलाई दुईवटा फोर्स कपल सिस्टम यहाँ देखाएको छ, अर्थात् यहाँनिर रेन्जहरू देखाएको छ। हामीलाई दुईवटा रेन्जहरू यसरी यहाँ फिगरमा देख्न सक्नुहुन्छ। एउटा रेन्ज यसरी छ, अर्को रेन्ज हाम्रो यसरी लागिरहेको छ। अनि क्वेसनले भनेको छ यो दुईटै रेन्जहरूलाई मर्ज गरेर एउटा सिंगल इक्विभ्यालेन्ट रेन्ज निकाल्नुहोस्। सो लेट्स रिड द क्वेसन फर्स्ट। टू बोल्ट्स A and B are tightened by applying the forces and couple shown. Replace the two ranges with a single equivalent range and determine. यहाँनिर हामीले A मा भनेको छ the resultant R, सेकेन्ड मा भनेको छ the pitch of the single equivalent range, अनि त्यसपछि C मा भनेको छ the point where the axis of the range intersects XZ plane. So let's move to the solution. क्वेसनमा दिएको फिगरलाई मैले यहाँ रिड गरिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ हामीसँग दुईवटा रेन्जहरू छन्। यहाँनिर एउटा रेन्जमा हाम्रो फोर्स भनेको 84 न्युटनको छ भने यहाँनिर कपल भनेको 30 न्युटन मिटरको छ। अनि त्यसैगरी हाम्रो यो रेन्जमा फोर्स 80 न्युटनको छ भने कपल भनेको 32 न्युटन मिटरको छ। यो A पोइन्टमा लागिरहेको छ अनि यो चाहिँ हामीसँग B पोइन्टमा लागिरहेको देखाएको छ। त्यसैगरी यिनीहरूको हाम्रो पोजिसन पनि यो XYZ पोजिसन एक्सिसको रेस्पेक्टमा यहाँ यसरी देखाइदिएको छ। यस्तो किसिमको क्वेसनलाई हामीले सोल्भ गर्दाखेरि सबभन्दा सुरुमा चाहिँ दिएको फोर्स सिस्टमलाई एउटा इक्विभ्यालेन्ट फोर्स कपल सिस्टम अबाउट ओरिजिनमा चाहिँ रिड्युस गर्नुपर्छ। त्यो कसरी रिड्युस गर्ने भन्ने कुरा म अहिले देखाउँछु। सो सबभन्दा सुरुमा चाहिँ यो हाम्रो 3 डाइमेन्सनल टाइपको प्रब्लम भएको कारणले यिनीहरू जो हाम्रो यहाँ फोर्सेसहरू छन्, यहाँ कपलहरू छ, यिनीहरूलाई चाहिँ पहिले भेक्टर फर्ममा एक्सप्रेस गर्नु पर्यो। सो मैले चाहिँ यहाँ A मा लागिरहेको फोर्स र कपललाई F1 C1 ले देखाएको छु भने त्यसैगरी यहाँनिर B मा लागिरहेको फोर्स र कपललाई मैले F2 र C2 ले जनाएको छु। सो लेट्स एक्सप्रेस दिस फोर्स एन्ड कपल इन्टु भेक्टर फर्म। यहाँ सबभन्दा सुरुमा हामीले लेखेको छ रिड्युस द गिभन फोर्स कपल सिस्टम टु रिजल्टेन्ट फोर्स एन्ड कपल अबाउट O। त्यसपछि राइट अल फोर्सेस एन्ड कपल इन कार्टेसियन भेक्टर फर्म। सो फोर्स र कपललाई भेक्टर फर्ममा एक्सप्रेस गरौँ। यहाँनिर लेख्दाखेरि हाम्रो यो वाला फोर्सलाई मैले F1 ले जनाएको छु, जो भनेको हाम्रो यसको म्याग्निट्युड 80 न्युटन भनेर दिएको छ। त्यसैगरी यसको डाइरेक्सन भनेको हाम्रो यो Z एक्सिसको अपोजिट डाइरेक्सनमा लागिरहेछ, अर्थात् Z एक्सिससँग प्यारलल भएर अपोजिट डाइरेक्सनमा लागिरहेछ। त्यसकारण यहाँनिर -K भनेर लेखेको छ। त्यसैगरी मैले यो कपललाई पनि यसरी नै -32 K न्युटन मिटर भनेर देखाएको छु। त्यसैगरी अरू फोर्सलाई योला फोर्सलाई हामीले भेक्टर फर्ममा एक्सप्रेस गर्दाखेरि -84 J भयो। यो पनि हाम्रो Y को अपोजिट डाइरेक्सनमा लागिरहेको छ। त्यसैगरी यो वाला कपललाई पनि भेक्टर फर्ममा एक्सप्रेस गर्दाखेरि हाम्रो -30 J न्युटन मिटर भनेर हुन्छ। यसरी फोर्स र कपलहरूलाई भेक्टर फर्ममा एक्सप्रेस गरिसकेपछि अब चाहिँ हामीले यो फोर्स र कपल सिस्टमलाई चाहिँ एउटा रिजल्टेन्ट फोर्स कपल सिस्टममा हामी रिड्युस गर्छौँ। अब हामी यो A मा लागिरहेको यो फोर्सलाई उठाएर O पोइन्टमा ट्रान्सफर गर्छौँ। त्यसैगरी यहाँनिर B पोइन्टमा लागिरहेको फोर्सलाई पनि उठाएर हामी O पोइन्टमा ट्रान्सफर गर्छौँ। तर यसरी ट्रान्सफर गर्दाखेरि हामीले यो सिस्टममा हामीले एउटा कपल अफ ट्रान्सफर इन्ट्रोड्युस गर्नुपर्ने हुन्छ। त्यसैगरी यो फोर्सलाई पनि हामीले यहाँ ट्रान्सफर गर्दाखेरि अर्को कपल अफ ट्रान्सफर इन्ट्रोड्युस गर्नुपर्ने हुन्छ। जस्तो कि यहाँनिर देख्न सक्नुहुन्छ यसरी मैले फोर्सेसहरूलाई उठाएर यिनीहरूको A पोइन्टबाट यहाँ लगेँ, त्यसैगरी B पोइन्टबाट लागिरहेको फोर्सलाई यहाँ लगेँ। यसरी लाग्दाखेरि हामीले के गर्नुपर्छ, अब यो सिस्टममा चाहिँ हामीले कपल अफ ट्रान्सफर इन्ट्रोड्युस गर्नु पर्यो। यसरी यहाँ चाहिँ मैले जनाएको छु CT1 भनेको कपल अफ ट्रान्सफर ड्यु टु यो वाला फोर्स। त्यसैगरी CT2 भनेर यहाँ देखाएको छ, त्यो भनेको कपल अफ ट्रान्सफर ड्यु टु यहाँनिर लागिरहेको फोर्सलाई। CT1 लाई निकाल्ने कोसिस गरौँ, त्यसैगरी CT2 लाई पनि निकाल्ने कोसिस गरौँ। सो CT1 लाई निकाल्नको लागि चाहिँ हामीले यहाँनिर यो सम्झिनुपर्छ। हामीले के सम्झिनुपर्छ भन्दाखेरि जब हामीले कुनै फोर्सलाई उठाएर कुनै अर्को पोइन्टमा लगाउँछ भने कपल अफ ट्रान्सफर आउँछ र त्यो कपल अफ ट्रान्सफर भनेको यो यहाँनिर लागिरहेको जो ओरिजिनल फोर्स थियो, यसरी पहिले लागिरहेको थियो यो फोर्सको मोमेन्ट हामीले जुन पोइन्टको बाटोमा ट्रान्सफर गरेका छौँ त्यो पोइन्टमा कति आउँछ त्यति मोमेन्ट बराबरको चाहिँ हामीले कपल अफ ट्रान्सफर इन्ट्रोड्युस गर्नुपर्छ। त्यसकारण हाम्रो यो CT1 भनेको कति हुन्छ भन्दाखेरि CT1 भनेको हाम्रो यो वाला फोर्सको कारणले यहाँनिर लागिरहेको यो 80 न्युटनको कारणले O पोइन्टको बाटोमा कति मोमेन्ट आउँथ्यो त्यो मोमेन्ट निकाल्नु पर्यो। त्यो मोमेन्ट भनेको हाम्रो सिम्पली के हुने भयो, यसरी यसलाई RA भेक्टर भनेर लेखौँ, जो भनेको हाम्रो RA क्रस F हुन्छ। यसमा अब हाम्रो RA लाई भेक्टर फर्ममा लेख्नु पर्यो। सो यहाँ देख्न सक्नुहुन्छ A को कोअर्डिनेट भनेको यहाँनिर यो हो। सो यहाँनिर मैले चाहिँ यो Q को हामीलाई लेन्थ र ब्रेथ दिएको थिएन, त्यसकारणले मैले यसको हाइटलाई चाहिँ S ले जनाएको छु, त्यसैगरी यसको ब्रेथलाई चाहिँ B ले जनाइदिएको छु। सो यसरी जनाउँदाखेरि हाम्रो यो A पोइन्टको कोअर्डिनेट भनेको के हुन्छ, A पोइन्टको कोअर्डिनेट हामी यहाँ देख्न सक्छौँ। यो हाम्रो X डाइरेक्सनमा 0.4 छ, अर्थात् X डाइरेक्सनमा 0.4 यसरी कमा, त्यसैगरी
वाइ डाइरेक्सनमा चाहिँ हाम्रो यो 0.3 छ 0.3 र जेड डाइरेक्सनमा चाहिँ यसको कोअर्डिनेट भनेको बी हुन्छ यो कोअर्डिनेट हुने भयो अब यसलाई भेक्टर फर्ममा एक्सप्रेस गर्दाखेरि हाम्रो आरए भेक्टर इक्वल टु यसैलाई हामीले 0.4 आई प्लस 0.3 जे प्लस यहाँनिर चाहिँ हामीले यो भनेको बी हो बी के भनेर लेख्छौँ ल सो यसलाई अब आरएलाई भेक्टर फर्ममा लेखिसकेपछि यसमा अब भ्यालुहरू सब्स्टिट्युट गर्नु पर्यो यहाँनिर भ्यालु सब्स्टिट्युट गरेको छ 0.4 आई प्लस 0.3 जे प्लस बी के क्रस अनि त्यसपछि यो फोर्सको भ्यालु हाम्रो यहाँबाट यहाँ सब्स्टिट्युट यसरी गरिदिएको छ अब यो गरिसकेपछि अब क्रस प्रोडक्टलाई क्यारी आउट गर्नु पर्यो सो यहाँनिर क्रस प्रोडक्टलाई क्यारी आउट गरेपछि हाम्रो कपलर ट्रान्सफर CT1 भनेको 80 हुन आउँछ त्यसै गरी हामीले CT2 लाई पनि निकाल्न सक्छौं CT2 भनेको हाम्रो यहाँनिर लागिरहेको जो ओरिजिनली हाम्रो यहाँ फोर्स लागिरहेको थियो त्यो फोर्सको कारणले यो O पोइन्टको बाटोमा कति मोमेन्ट आउँछ त्यो मोमेन्ट बराबरको कपल चाहिँ हामीले यहाँ इन्ट्रोड्युस गरेका छौं त्यसको यहाँ भ्यालु निकालिरहेछौं सो यसमा हाम्रो RB भनेको यो B पोइन्टको पोजिसन भेक्टर हो RB लाई हामीले भेक्टर फर्ममा लेख्नको लागि B पोइन्टको कोअर्डिनेट थाहा पाउनु पर्यो यो हाम्रो RB हो यसरी अब हामी यहाँ देख्न सक्छौं फिगरमा यसको x डाइरेक्सनमा 0.6 छ त्यसै गरी y डाइरेक्सनमा चाहिँ यो h अमाउन्टले गएको छ भने हाम्रो यो z डाइरेक्सनमा चाहिँ 0.1 अमाउन्ट छ अर्थात यसको कोअर्डिनेट हुने भयो 0.6 h, 0.1 अब यसलाई भेक्टर फर्ममा लेख्दाखेरि हाम्रो RB भेक्टर इक्वल टु 0.6 I प्लस hj प्लस 0.1 के हुन आउँछ अब यसको भ्यालुलाई हामीले यहाँ सब्स्टिट्युट गर्छौं यसरी सब्स्टिट्युट गरेको छ 0.6 I प्लस hk प्लस 0.1 k क्रस अनि त्यसपछि f2 को भ्यालु भनेको हामीसँग यहाँ यसरी दिएको छ यसलाई यहाँ सब्स्टिट्युट गरेको सब्स्टिट्युट गरिसकेपछि अब क्रस प्रोडक्टलाई क्यारी आउट गर्दाखेरि हाम्रो यति आउँछ हामीलाई थाहा छ कपल भनेको फ्री भेक्टर हो अर्थात हामीले कपललाई जुनसुकै पोइन्टमा उठाएर पनि लगाउन सक्छौं अर्थात यसको जुनसुकै पोइन्टमा पनि यसको इफेक्ट भनेको एउटै रहन्छ रोटेसन इफेक्ट त्यसकारण हाम्रो यहाँनिर दुईटा कपलहरू यसरी दिइरहेछ यहाँनिर यसरी यो ओरिजिनली हाम्रो यो कपल भनेको यो ए पोइन्टमा लागिरहेछ अनि यो वाला कपल भनेको बी पोइन्टमा लागिरहेछ यो कपललाई पनि हामीले उठाएर फोर्सलाई उठाए जस्तै यो कपललाई पनि उठाएर हामीले ओ पोइन्टमा लगाउन सक्छौं यसरी लगाइसके मैले अब यहाँ देख्न सक्नुहुन्छ यो फोर्स र यो फोर्स भनेको कन्कुरेन्ट छ र यो सबै कपलहरू भनेको ओ पोइन्टमा कन्कुरेन्ट छ त्यसकारण अब हामीले यिनीहरूलाई एड अप गरेर यिनीहरूको रिजल्टेन्ट इजिली निकाल्न सक्छौं यहाँनिर हाम्रो रिजल्टेन्ट फोर्स भनेको हाम्रो आर भेक्टर जो भनेको दुईवटा फोर्सहरूको सम अर्थात F1 भेक्टर प्लस F2 भेक्टर हुने भयो अब यसमा भ्यालुजहरू सब्स्टिट्युट गरौँ F1 F2 को त्यसै गरी अब रिजल्टेन्ट कपल पनि हाम्रो यहाँ कपलहरू कुन कुन लागिरहेछ त्यो सबैलाई एड गर्नु पर्यो यो कपल लागिरहेछ यो कपल लागिरहेछ यो कपल सबै कपलहरूलाई हामीले यहाँ एड गर्दाखेरि यसको रिजल्टेन्ट भनेको हाम्रो यति आउँछ अहिलेसम्म हामीले रिजल्टेन्ट फोर्स 80 निकालेका छौं भने रिजल्टेन्ट कपल हामीले 80 निकालेका छौं अब हामीले यो रिजल्टेन्ट फोर्स र कपल सिस्टमलाई चाहिँ रेन्जमा रिडक्सन गर्नुपर्ने छ सो रेन्जमा रिडक्सन गर्नको लागि चाहिँ हामीले यो रिजल्टेन्ट कपललाई चाहिँ दुईवटा कम्पोनेन्टमा हामीले रिजोल्भ गर्नुपर्ने हुन्छ एउटा कम्पोनेन्ट भनेको यो आर को डाइरेक्सनमा अनि त्यसपछि अर्को कम्पोनेन्ट भनेको आर को परपेन्डिकुलर डाइरेक्सनमा यहाँ चाहिँ मैले अब यहाँ रिजोल्भ गरेर देखाउँछु अघिको मैले बक्सलाई हटाइदिएको छु यहाँ फिगरमा क्लियरिटी आओस् भनेर सो अब रिजोल्भ गर्ने काम गर्नु पर्यो हामीले रिजल्टेन्ट कपल इन्टु टु कम्पोनेन्ट्स CRT व्हिच इज अलङ R and CRN व्हिच इज परपेन्डिकुलर टु R यसलाई चाहिँ हामी अब रिजोल्भ गर्छौं यसरी मैले दुईवटा कम्पोनेन्टमा रिजोल्भ गरेँ CRT जो चाहिँ हाम्रो यो रिजल्टेन्ट फोर्सको डाइरेक्सनमा छ भने अर्को कम्पोनेन्ट भनेको CRN जो चाहिँ हाम्रो रिजल्टेन्ट फोर्सको परपेन्डिकुलर छ र यो कपल भनेको यो जो हाम्रो रिजल्टेन्ट फोर्स छ रिजल्टेन्ट फोर्सको नर्मलमा जुन हाम्रो प्लेन हुन्छ यसरी अब रिजल्टेन्ट फोर्सको जो नर्मलमा जो हाम्रो यस्तो कुनै एउटा प्लेन होला त्यो प्लेनमा चाहिँ के गरिरहेको हुन्छ यो कपल जो CRN छ त्यो लाई गरिरहेको हुन्छ अब हामीले यी कपलहरूलाई पनि भेक्टर फर्ममा लेख्नु पर्यो अर्थात IJK को फर्ममा लेख्नु पर्यो त्यसको लागि चाहिँ हामीले यहाँनिर हामीसँग बनाऊ फर्मुला छ यो फर्मुला भनेको हाम्रो CRT अर्थात जो हाम्रो R को प्यारलल डाइरेक्सनमा छ त्यो कपल निकाल्ने फर्मुला भनेको यो रिजल्टेन्ट कपल र यो ल्याम्डा युनिट भेक्टरको डट प्रोडक्ट लिने र त्यसलाई चाहिँ यो ल्याम्डा युनिट भेक्टरले मल्टिप्लाई गर्ने अब यो ल्याम्डा भनेको के हो भनेर म यहाँ बुझाउँछु ल्याम्डा भनेको युनिट भेक्टर हो जुन चाहिँ हाम्रो रिजल्टेन्टको डाइरेक्सनमा लागिरहेको युनिट भेक्टर हो अर्थात यो भनेको रिजल्टेन्ट फोर्सलाई यसको म्याग्निट्युडले डिभाइड गर्दाखेरि जो युनिट भेक्टर आउँछ त्यो नै हाम्रो ल्याम्डा हो यो फर्मुलालाई चाहिँ तपाईहरुले मेमोराइज गर्नुपर्छ किन भन्दाखेरि हाम्रो एक्जामको टाइममा यो फर्मुला डिराइभ गर्ने टाइम हुँदैन सो सबभन्दा सुरुमा हामी अब
यसलाई ल्याम्डालाई निकालौँ। सो यहाँनिर ल्याम्डाले निकालिदिएको छ हाम्रो ल्याम्डा क्याप इक्वल टु आर भेक्टर डिभाइड बाई यसको म्याग्निट्युड। आर भेक्टर भनेको हाम्रो 80 छ, यसको म्याग्निट्युडले डिभाइड गर्दाखेरि हाम्रो ल्याम्डा इक्वल टु 80 हुन आउँछ। अब यो ल्याम्डाको भ्यालुलाई र यो आरको भ्यालुलाई यहाँ डट प्रोडक्टमा राख्नु पर्यो। यसरी यहाँनिर यसरी भ्यालु राखेको छ अनि त्यसपछि यो ल्याम्डालाई जस्ताको त्यस्तै राखेको छ। अब यो डट प्रोडक्टलाई क्यारी आउट गर्नु पर्यो। आईले आईसँग जेले जेसँग मल्टिप्लाई गरेर हाम्रो डट प्रोडक्ट क्यारी आउट गर्दाखेरि हाम्रो 80 आउँछ। अनि त्यसै गरी यहाँनिर चाहिँ यो चाहिँ हाम्रो फेरि ल्याम्डाको भ्यालुलाई सब्स्टिट्युट गरेको। अब यसलाई अझ सिम्प्लिफाई गर्नु, सिम्प्लिफाई गरिसकेपछि हाम्रो 80 आउँछ। अब प्यारलल कम्पोनेन्ट निकालिसकेपछि हामी चाहिँ यो नर्मल कम्पोनेन्ट नै निकाल्छौँ। सो नर्मल कम्पोनेन्ट भनेको हाम्रो CRN इक्वल टु जो हाम्रो टोटल फोर्स थियो त्यहाँबाट चाहिँ हामीले प्यारलल कम्पोनेन्टलाई घटाइदिनु पर्यो। अर्थात् यो भनेको कस्तो हो भन्दाखेरि हाम्रो यो भनेको रिजल्टेन्ट हो यसरी, र यो भनेको कुनै रिजल्टेन्ट कपल हो यसरी। हामीले चाहिँ के गरेको भन्दाखेरि यो रिजल्टेन्ट कपललाई यसको प्यारलल र योसँग परपेन्डिकुलर हुने एक्सिसमा चाहिँ रिजल्भ गरेको। त्यो रिजल्भ गर्ने तरिका भनेको के हुन्छ, यसरी परपेन्डिकुलर ड्रप गर्नु पर्यो। त्यो गर्दाखेरि जो हाम्रो यो कम्पोनेन्ट आउँछ यो यहाँदेखि यहाँसम्मको यो कम्पोनेन्ट भनेको CRP हो भने यो जति कम्पोनेन्ट आउँछ यो कम्पोनेन्ट भनेको CRN हो। अब फाइनली फेरि यसलाई हामीले भेक्टरको फर्ममा लेख्न सक्छौँ। CR इक्वल टु CRP प्लस CRN। सो यहाँबाट चाहिँ हाम्रो फेरि CRN इक्वल टु CR माइनस CRT हुन आउँछ यसरी। अब यसमा हामीले भ्यालुहरू सब्स्टिट्युट गर्नु पर्यो। हाम्रो CR को भ्यालु यही छ यसरी निकालेको, अनि त्यसपछि CRT को भ्यालु हामीले यहाँ निकालिसक्यौँ। यो सब्स्टिट्युट गरेर सिम्प्लिफाई गर्दाखेरि हाम्रो CRN भनेको 80 हुन आउँछ। क्यालकुलेसन गरेको हेर्नु होला। नाउ लेट्स मुभ टु द नेक्स्ट स्लाइड। अहिलेसम्म हामीले निकालेका कुराहरूलाई यहाँ देखाइदिएको छ। हामीले रिजल्टेन्ट फोर्स 80 निकालेका छौँ, त्यसैगरी रिजल्टेन्ट कपल हाम्रो 80 आएको छ, त्यसैगरी रिजल्टेन्ट कपलको यो प्यारलल कम्पोनेन्ट हाम्रो 80 आएको छ, अनि परपेन्डिकुलर कम्पोनेन्ट हाम्रो 80 आएको छ। त्यसैगरी यो चाहिँ हामीले यो होला कपलको म्याग्निट्युड निकाल्दाखेरि 80 आउँछ। अब क्वेसनले हामीले पिच निकाल्न भनेको थियो। सो हाम्रो यहाँ पिचको डिफिनिसन चाहिँ के हुन्छ भन्दाखेरि पिच इक्वल टु यो चाहिँ प्यारलल कम्पोनेन्टको म्याग्निट्युडलाई चाहिँ रिजल्टेन्ट फोर्सको म्याग्निट्युडले डिभाइड गर्ने, त्यो डिभाइड गरिसकेपछि जुन भ्याल्यु आउँछ त्यो भनेको पिच हुन्छ यसरी। यो हाम्रो पिच भनेको कति आउँदो रहेछ 0.477 मिटर भनेर। यसलाई चाहिँ हामीले इक्विभ्यालेन्ट रेन्जमा रिडक्सन गर्नुपर्ने छ। सो यहाँ रेन्जमा रिडक्सन गर्नको लागि चाहिँ हाम्रो एउटा फोर्स र त्यसैको डाइरेक्सनमा लागिरहेको प्यारलल कपल हुनुपर्छ, तर यहाँनिर हामीसँग एउटा एक्स्ट्रा कपल भइरहेछ जो रिजल्टेन्ट फोर्स छ त्योसँग परपेन्डिकुलर छ। हामीलाई थाहा छ यदि फोर्स र कपल परपेन्डिकुलर छन् भनेपछि यो फोर्सको लाइन अफ एक्सनले चेन्ज गरेर हामीले यो कपललाई हटाउन सक्छौँ। अर्थात् यो चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ हाम्रो रिभर्स प्रोसेस हुन्छ। जस्तो कि कुनै यो अब्जेक्ट छ यसरी, यो अब्जेक्टमा कुनै एउटा यो पोइन्ट छ ए पोइन्ट, यसमा चाहिँ एउटा फोर्स लागिरहेछ यसरी, यो फोर्स लागिरहेछ, अनि त्यसपछि यो भयो यसको लाइन अफ एक्सन, यो ए पोइन्ट हो। अब यो फोर्सलाई उठाएर हामीले कुनै अर्को पोइन्ट, लेट्स से यहाँनिर कुनै अर्को पोइन्ट छ, यहाँनिर चाहिँ हामीले यसरी यसलाई ट्रान्सफर गऱ्यौँ, यो बी पोइन्ट हो, यसलाई मैले यसरी उठाएर ट्रान्सफर गरेँ भनेपछि मैले के गर्नुपर्ने हुन्छ, यहाँनिर यसरी कपल अफ ट्रान्सफर इन्ट्रोड्युस गर्नुपर्ने हुन्छ CT। तर अब ठ्याक्कै यसको अपोजिट उल्टोमा अब कुनै हाम्रो फोर्स यसरी छ अनि त्यसपछि त्यो कपल छ, त्यसलाई उठाएर हामीले फेरि के गर्न सक्छौँ, कुनै एउटा यस्तो पोइन्टमा लगाउन सक्छौँ जहाँ लगाउँदाखेरि चाहिँ हाम्रो यो कपल अफ ट्रान्सफर भनेको क्यान्सल आउट होस्, अर्थात् रिभर्स प्रोसेस। सो यहाँ पनि त्यही गर्न सक्छौँ हामीहरू। यसमा हामीसँग यो रिजल्टेन्ट फोर्स र यो हाम्रो कपल यो दुइटै हाम्रो परपेन्डिकुलर छ, त्यसकारण यो फोर्सलाई उठाएर हामी यस्तो पोइन्टमा लगाउँछौँ ताकि फेरि त्यो पोइन्टबाट ब्याक टु यो फोर्सलाई, यो रिजल्टेन्ट फोर्सलाई ओ पोइन्टमा ट्रान्सफर गर्दाखेरि 80 नै कपल आओस्। त्यो पोइन्ट भनेको हामीलाई थाहा छैन, क्वेसनले भनेको छ XZ प्लेनमा त्यो पोइन्ट कहाँ पर्छ भनेर, त्यसकारणले हामी XZ प्लेनमा कुनै एउटा यस्तो पोइन्ट लिन्छौँ, त्यो पोइन्टमा हामीले यो फोर्सलाई ट्रान्सफर गर्दाखेरि यो कपल क्यान्सल आउट भएर जान्छ। अर्थात् एकचोटि म डिस्प्लेलाई क्लियर गर्छु। एप्लाई R टु अ पोइन्ट P इन XZ प्लेन सच द्याट, कसरी एप्लाई गर्नु पर्यो, हाम्रो यो कन्डिसन सेटिस्फाई हुने गरी चाहिँ एप्लाई गर्नु पर्यो। R P क्रस R इक्वल टु हाम्रो CRN। यसलाई यहाँ फिगरमा हेर्नुहोस्, जस्तो कि यो कुनै पोइन्ट P भयो, अब यो पोइन्टमा चाहिँ हामीले
यो फोर्सलाई उठाएर यसरी लगाउँछौँ। यसरी लगाउँछौँ। त्यो लगाउँदाखेरि हाम्रो के भयो, हाम्रो यहाँ कपल थियो, जो कपल अघि लागिरहेको थियो त्यो चाहिँ हाम्रो क्यान्सल आउट भयो। यसलाई कसरी सोच्न सक्नुहुन्छ भन्दाखेरि यो फोर्सलाई फेरि अहिले यो पी पोइन्टबाट फेरि ओ पोइन्टमा ट्रान्सफर गर्दाखेरि यसरी यहाँ लगाउँदाखेरि फेरि त्यति नै बराबरको अघि न जति न हाम्रो कपल थियो CRT त्यति नै कपल फेरि आउनुपर्छ। सो यो चाहिँ के भयो, रिभर्स प्रोसेस भयो। अब यसमा हामीले यो आरपीलाई भेक्टर फर्ममा लेख्नु पर्यो। सो आरपी भेक्टर इक्वल टु हामीले यहाँ डाइरेक्टली फिगर हेरेर लेख्न सक्छौँ। एक्स डाइरेक्सनमा यसको डिस्टेन्स भनेको एक्स छ, XI, त्यसपछि जेड डाइरेक्सनमा चाहिँ जेड डिस्टेन्स छ, जेड के भनेर यसरी, अनि त्यसपछि यसको भ्यालु चाहिँ हामीलाई यहाँ दिएकै छ। ल त्यसै गरी हामीले यो यसको भ्यालु पनि हामीले यहाँ निकालिसकेका छौँ यसरी। अब सबै भ्यालुहरूलाई यसमा सब्स्टिट्युट गर्नु पर्यो। यहाँ मैले सब्स्टिट्युट गरिसकेको छु। यहाँ भेक्टरहरूको क्रस प्रोडक्ट लिँदाखेरि हामीले डिटर्मिनेन्ट युज गर्न सक्छौँ। सो यहाँ डिटर्मिनेन्ट युज गर्दाखेरि हामीलाई क्यालकुलेसन गर्न इजी हुन्छ। सुरुमा आइजेके यसरी लेख्नु पर्यो, अनि त्यसपछि यो चाहिँ हाम्रो आरपीको कम्पोनेन्टहरू यति छ, अनि त्यसै गरी यो आरको कम्पोनेन्ट हाम्रो यसरी छ। त्यसै गरी यतापट्टि चाहिँ हाम्रो CRNको भ्यालु यसरी यहाँ लेखेको छ। अब यसलाई क्रस प्रोडक्टलाई क्यारी आउट गर्नु पर्यो। सो यहाँ क्रस प्रोडक्टलाई क्यारी आउट गरिसकेको छ। त्यसपछि क्रस प्रोडक्टलाई क्यारी आउट गरिसकेपछि हामी यो आईसँग आईको कम्पोनेन्ट, जेसँग जेको कम्पोनेन्टहरू इक्वेट गर्छौँ, अर्थात् इक्वेटिङ कोफिसिएन्ट अफ लाइक भेक्टर्स। यो गरिसकेपछि हाम्रो यो आईको कम्पोनेन्टलाई इक्वेट गर्दाखेरि यतापट्टि हाम्रो 84Z छ, त्यसै गरी यतापट्टि हाम्रो नेगेटिभ 15.6 छ यसरी। अब यहाँबाट हामीले सिम्प्लिफाई गर्दाखेरि जेडको भ्यालु भनेको -0.186 मिटर भनेर आउँछ। त्यसै गरी अब हामी जेको कोफिसिएन्टलाई इक्वेट गर्छौँ। सो जेको कोफिसिएन्टलाई इक्वेट गर्दाखेरि हाम्रो यतापट्टि 80x छ भनेपछि यतापट्टि हाम्रो 42.091 छ। यहाँबाट चाहिँ हाम्रो एक्सको भ्यालु 0.526 आउँछ। त्यसै गरी अब के को भ्यालुलाई पनि हामी इक्वेट गर्न सक्छौँ। त्यो गर्दाखेरि पनि हाम्रो एक्सको भ्यालु 80 नै आउँछ। अर्थात् हाम्रो यो एक्स र वाईको भ्यालु भनेको युनिक आउँछ। मतलब कुनै एउटा मात्र यस्तो पोइन्ट छ जहाँबाट चाहिँ के हुन्छ, यो आर भन्ने जो हाम्रो रिजल्टेन्ट फोर्स छ त्यसको लाइन अफ एक्सन पास हुन्छ। ठिक छ ल। सो अब यहाँ क्यालकुलेसनबाट हाम्रो आको डिस्टेन्स भनेको के भयो, जेड चाहिँ हाम्रो यतापट्टि लाग्ने भयो यतापट्टि, अनि एक्स निकालेको चाहिँ हाम्रो ठिकै छ भनेपछि अब हामीले चाहिँ यसलाई करेक्टली फिगरमा देखाउन सक्छौँ यसरी। यो चाहिँ हाम्रो आरको करेक्ट पोजिसन हो। अब हामीलाई थाहा छ यो हाम्रो कपल हो, कपल भनेको फ्री भेक्टर हो, त्यसकारण हामीले यो कपललाई चाहिँ उठाएर यहाँ लगाइदिन सक्छौँ यसरी। यति गरिसकेपछि हाम्रो क्वेसनमा दिएको दुईवटा रेन्जेसहरूलाई हामीले मर्ज गरेर सिंगल इक्विभ्यालेन्ट रेन्ज निकालिसकेका छौँ। एक्जाममा हामीले यो फिगरलाई अनिवार्य रूपमा बनाएर देखाउनु पर्ने हुन्छ। यो फिगरलाई बनाएर देखाइसकेपछि हामीले यहाँ यसको भ्यालुजहरू पनि यसरी लेखिदिनुपर्छ। यहाँ रिजल्टेन्ट फोर्सको भ्यालु हाम्रो यति आएको छ, रिजल्टेन्ट कपलको भ्यालु यति आएको छ, अनि त्यसपछि हामीले पिच निकाल्न भनेको थियो, पिचको भ्यालु यो हाम्रो आन्सर भयो। अनि त्यसपछि कुन पोइन्टबाट पास हुन्छ भनेको थियो, हाम्रो पास हुने पोइन्ट भनेको के हो, एक्स भनेको यहाँ भयो, अनि त्यसपछि जेड भनेको यो भयो। यो सबै चाहिँ हाम्रो आन्सर भयो। यति गरिसकेपछि हाम्रो यो क्वेसन कम्प्लिट हुन्छ। थ्याङ्क यू फर वाचिङ, स्टे कनेक्टेड।